नेपालको सबैभन्दा बढी जनसङ्ख्या भएको मध्य प्रदेश 9661 स्क्वायर किलोमिटरमा फैलिएको छ, जुन नेपालको टोटल क्षेत्रफलको 6.56% हुन जान्छ। नेपालको 20.98% जनसङ्ख्या मध्य प्रदेशमा बस्छन्, जसले गर्दा मध्य प्रदेश नेपालको सबैभन्दा बढी जनघनत्व भएको प्रदेश पनि हो। मध्य प्रदेशमा जम्मा 8वटा जिल्लाहरू छन् र सबै जिल्ला तराईमै सीमित रहेका छन्। क्षेत्रफलको आधारले मध्य प्रदेशको सबैभन्दा ठूलो जिल्ला सप्तरी र सबैभन्दा सानो जिल्ला महोत्तरी रहेको छ। मध्य प्रदेशमा अवस्थित एकमात्र राष्ट्रिय निकुञ्ज पर्सा राष्ट्रिय निकुञ्ज हो र नेपालको प्रवेशद्वार भनेर चिनिने शङ्कराचार्य गेट पर्सा जिल्लामा पर्छ, जसलाई नेपालको आर्थिक नाका भनेर पनि चिनिन्छ। मध्य प्रदेशको सिमाना उत्तरमा बागमती र कोशी प्रदेश र दक्षिणमा भारतको बिहारसँग जोडिएको छ। मध्य प्रदेशका 8वटै जिल्लाका मुख्य सहर सप्तरीको राजविराज, चिराको लाहान, धनुषाको जनकपुर, महोत्तरीको गौशाला, सर्लाहीको लालबन्दी, रौतहटको चन्द्रापुर, बाराको कलैया, पर्साको वीरगञ्जहरू हुन्। अब कुन प्रदेशको भिडियो हेर्न मन छ कमेन्ट गर्नु है त।